चिन्हलाई मतदान। फागुन 21 अञ्जुलीमा रहेको माटो चिन्हमा मतदान। चुनाव चिन्ह अञ्जुलीमा भएको माटोमा अत्याधिक मतदान गरी बहुमतले विजय गराऊ। आदरणीय मोरङ क्षेत्र नम्बर 1 वासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही फागुन 21 गते हुन गइरहेको निर्वाचनमा श्रम संस्कृति पार्टीबाट उम्मेद्वार बन्नुभएकी इमानदारिताको परिमूर्ति भिजनदार एक कुशल प्रशिक्षक मोरङ क्षेत्र नम्बर 1 की उम्मेद्वार शान्ति पाखरिनलाई अञ्जुलीमा भएको माटो चुनाव चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराऊ। श्रम संस्कृति पार्टी प्रचार प्रसार समिति मोरङ क्षेत्र नम्बर 1 मोरङ। चुनाव चिन्ह अञ्जुलीमा भएको माटोमा अत्याधिक मतदान गरी बहुमतले विजय गराऊ। इमानदारिताको परिमूर्ति भिजनदार एक कुशल प्रशिक्षक महिला युवा नेत्री मोरङ क्षेत्र नम्बर 1 की उम्मेद्वार शान्ति पाखरिन। को हुन् त शान्ति पाखरिन? धुलो माटोबाट उज्यालोसम्म शान्ति पाखरिन। श्रम संस्कृति पार्टीबाट मोरङ क्षेत्र नम्बर 1 मा उम्मेद्वार बन्नुभएकी शान्ति पाखरिन विगत 27 वर्षदेखि लेखाङलाई कर्मठुलो बनाएर धुलो माटोसँगै आफ्नो पहिचान राखेकी एक समर्पित सामाजिक अभियन्ता हो। कहिलो उमेरमै जीवनसाथी गुमाएपछि पनि जीवनका उर्वर वर्षहरू सामाजिक सेवामा अर्पण गर्दै दिनदुखीको सहारा र आवाजहीनहरूको आवाज बनेकी एक उज्यालो नक्षत्र हुन् उनी। औषधि खर्च नपाएर छटपटिरहेका बिरामीदेखि कानुनी उपचारबाट वञ्चित बेसहारासम्म जहाँ पीडा छ त्यहाँ शान्ति पाखरिन पुगेकी हुन्छन्। कोरोना कहर होस् वा आपतकालीन अवस्था, सबै जनताको पक्षमा निडर भएर काम गर्ने उनको कर्म नै उनको परिचय हो। महिला नेतृत्व विकास महिला अधिकारका क्षेत्रमा वकालत गर्दै स्थानीय सरकार सञ्चालनदेखि लिएर कोरियोग्राफीसम्म उनको योगदान बहुआयामिक छ। शान्ति समाज फाउन्डेसनकी अध्यक्ष, तामाङ चलचित्र कोशी प्रदेशकी महासचिव, चलचित्र नाम्लो र चारधामकी नायिका, सामाजिक सेवासँगै कला र साहित्यमा पनि उत्तिकै दर्पण हुन्। त्यस्तै उनले विभिन्न राष्ट्रिय अवार्ड तथा पुरस्कार समेत प्राप्त गर्न सफल भएकी छिन्। लायन्स क्लबकी संस्थापक, जेसिस 2016 की अध्यक्ष, खेलकुद क्षेत्रमा इमानदार र पारदर्शी नेतृत्व, नेकाङ खानेपानीमा 15 वर्षको सेवा तथा हिमशिखर टेलिभिजनको अनुभव, मोरङ जिल्ला खेलकुद विकास समिति, पूर्वाञ्चल क्षेत्रीय खेलकुद समितिका काम गरिसकेकी मोडर्न पेन्टाथोलन खेलकी अन्तर्राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ। समन्वयको जतिसुकै बिजुल फुके पनि आर्थिक रूपमा महिला सबै सक्षम हुँदैनन्। तबसम्म अधिकार किताबमा मात्रै सीमित हुन्छ भन्ने उहाँको सोचले महिला युवालाई विभिन्न सिपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाइसक्नु भएको नाम हो शान्ति पाखरिन। उनको यात्राले निरन्तरता र प्रतिबद्धता बोल्दछ। कहिले सेलरोटी अभियान, कहिले पानीपुरी चटपटे अभियान, कयौं रात बिरामी सँगसँगै अस्पतालमा बिताएका क्षणहरू साँच्चीकै हृदयस्पर्शी कथा छन् उनमा। गरिबीको रेखामुनि रहेका केही बालबालिकालाई आफ्नै खर्चमा कक्षा 12 सम्म पढाउने, पढ्न नपाएकाहरूका लागि अक्षयको स्थापना गर्ने, घर नहुनेका लागि घर बनाउने, यी सबै उनका मौन तर शक्तिशाली कर्महरू हुन्। यहाँसम्म कि प्रहरीलाई गोली लाग्दा रातको 12 बजे एक्लै अस्पताल पुर्याएर ज्यान बचाएको साहसिक क्षण पनि उनको जीवन कथामा अंकित छ। तिनले विविध इतिहास रच्न सफल भएकी शान्ति पाखरिन यति बेला मोरङ क्षेत्र नम्बर 1 को चुनावी रणभूमिमा घुमिनु भएको छ। उहाँ प्रतिको मोरङ 1 का जनताको साथ र सहयोग अपरिहार्य छ।